मलेसियामा जारी एसिसी वुमन्स प्रिमियर कप 2026मा नेपाल महिला क्रिकेट टोलीले धमाकेदार विजयी सुरुवात गरेको छ। भर्खरै सम्पन्न एसियाली खेलकुदको छनौटमा बेहोर्नु परेको पीडा र निराशालाई भुल्दै नेपाली टोलीले आफ्नो पहिलो खेलमै कतारलाई 8 विकेटको विशाल अन्तरले पाखा लगाएको छ। क्वालालम्पुरको कलेज ट्वेनको जाफर ओभलमा नेपाली बलरहरूको धारिलो बलिङ र ब्याटरहरूको उत्कृष्ट प्रदर्शनले कतारको टोली पूर्ण रूपमा धराशायी बन्यो। यो जित केवल 2 अङ्कका लागि मात्र होइन, बरु आगामी खेलहरूका लागि नेपाली टोलीले विपक्षीहरूलाई दिएको बलियो चेतावनी पनि हो। आजको यस विशेष भिडियोमा हामी नेपाली टोलीको यो शानदार जित, एसिसी वुमन्स प्रिमियर कपको खेल ढाँचा, सहभागी टोलीहरू, समूह विभाजन र नेपालको आगामी खेल तालिकाका विषयमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। यदि तपाईँ पनि नेपाली क्रिकेटको यो यात्रालाई नजिकबाट निहाल्न चाहनुहुन्छ र टोलीलाई समर्थन गर्नुहुन्छ भने भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। त्योभन्दा अगाडि हाम्रो च्यानलमा नयाँ आउनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। साथै यस्तै यस्तै विविध जानकारीका लागि हामीलाई फेसबुक तथा टिकटकमा पनि फलो गर्न सक्नुहुनेछ। सबैभन्दा पहिले कुरा गरौँ आजै भएको कतार विरुद्धको खेलको, जहाँ नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङको निम्तो दिएको थियो। नेपालको यो निर्णय एकदमै सही साबित भयो जब नेपाली बलरहरूले कतारका ब्याटरहरूलाई क्रिजमा टिक्नै दिएनन्। कतारको टोली 16.5 ओभरमा मात्र 76 रनमा अल आउट हुन पुग्यो। नेपालका लागि पूर्व कप्तान रुबिना छेत्रीले उत्कृष्ट र जादुमयी बलिङ प्रदर्शन गरिन्। उनले 3.5 ओभरमा मात्र 8 रन खर्चेर कतारका 3 महत्त्वपूर्ण विकेट चट्काइन्, जसले कतारको ब्याटिङ मेरुदण्ड नै भाँचेको थियो। रुबिनालाई अन्य बलरहरूले पनि दरो साथ दिएका थिए। कविता कुँवरले 3 ओभरमा 9 रन दिएर 1 विकेट, रिया शर्माले 3 ओभरमा 6 रन खर्चेर 1 विकेट र पूजा महतोले 2 ओभरमा 21 रन दिएर 1 विकेट लिइन्। कतारलाई छस्तोमा समेट्न नेपाली फिल्डरहरूको पनि ठूलो हात रह्यो, जसले उत्कृष्ट फिल्डिङ गर्दै कतारका 4 ब्याटरलाई रन आउट गरे। 77 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र 10.5 ओभरमा 2 विकेट गुमाएर जित हासिल गर्यो। ओपनर सम्झना खड्का 3 रनमै आउट भए पनि अर्को ओपनर बिन्दु रावलले परिपक्व ब्याटिङ गर्दै सर्वाधिक 33 रन बनाइन्। उनले 30 बल खेल्दै 4 वटा चौका प्रहार गरेकी थिइन्। त्यस्तै टोलीकी उपकप्तान पूजा महतोले 26 बलमा 4 चौका सहित अभिजित 28 रन र कप्तान इन्दु वर्माले 6 बलमा 1 चौका प्रहार गर्दै अभिजित 6 रन जोडिन्। यो जितले नेपाली टोलीको मनोबल निकै माथि उकासिएको छ। अब चर्चा गरौँ यो प्रतियोगिताको संरचना र ढाँचाको। एसिसी वुमन्स प्रिमियर कप 2026मा एसियाका कुल 16 वटा देशहरूले सहभागिता जनाएका छन्। यी 16 टोलीहरूलाई 4 वटा फरक फरक समूहमा विभाजन गरिएको छ, जहाँ प्रत्येक समूहमा 4-4 वटा टोलीहरू रहेका छन्। प्रतियोगिताको ढाँचा अनुसार सुरुमा राउन्ड रोबिन आधारमा समूह चरणका खेलहरू हुनेछन्, अर्थात् एउटा समूहका सबै टोलीले एक आपसमा एक खेल खेल्नेछन्। समूह चरणको समाप्तिपछि प्रत्येक समूहका शीर्ष 2 टोलीहरूले क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन्। त्यसपछि सेमी फाइनल र फाइनल खेलहरू हुनेछन्। यस प्रतियोगितामा शीर्ष 4 मा पर्ने टोलीहरू अर्थात् सेमी फाइनलसम्मको यात्रा तय गर्ने टोलीले आगामी दिनमा हुने महिला एसिया कपमा आफ्नो स्थान सुरक्षित गर्नेछन्, जहाँ एसियाका मात्र नभई विश्व क्रिकेटकै पावर हाउस मानिने भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का जस्ता बलिया राष्ट्रसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यस प्रतियोगिताका 16 टोलीहरू कुन कुन समूहमा छन् त आउनुहोस् यस विषयमा चर्चा गरौँ। नेपाली महिला टोली समूह डी मा रहेको छ। नेपालको समूहमा कतार, हङकङ र भुटान जस्ता बलिया टोलीहरू रहेका छन्। कतारलाई हराइसकेको हुनाले नेपालका लागि अब हङकङ र भुटानसँगको खेल निकै महत्त्वपूर्ण हुनेछ। अन्य समूहहरूको कुरा गर्नुपर्दा समूह ए मा थाइल्यान्ड, बहराइन, मङ्गोलिया र म्यानमार रहेका छन्। समूह बी मा चीन, ओमन, साउदी अरेबिया र युएई बीच प्रतिस्पर्धा हुनेछ। यस्तै समूह सी मा आयोजक मलेसिया, सिङ्गापुर, इन्डोनेसिया र कुवेत परेका छन्। सबै समूहहरूमा टोलीहरूको सन्तुलन हेर्दा खेलहरू निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ। पहिलो खेलमा शानदार जित दर्ता गरेको नेपालले अब आफ्नो दोस्रो खेलमा बिहिबार भुटानको सामना गर्दैछ। भुटान विरुद्धको खेलमा पनि नेपाल जितको लयलाई कायम राख्दै क्वार्टर फाइनलसम्म आफ्नो पाइला अगाडि बढाउने दाउमा हुनेछ। समूह चरणको अन्तिम खेलमा नेपालले हङकङको सामना गर्नुपर्नेछ, जुन खेल समूहको विजेता बन्नका लागि निर्णायक हुन सक्छ। यो प्रतियोगिता नेपालका लागि विगतको गल्ती सुधार्न ठूलो मौका पनि हो। भर्खरै मलेसियामै सम्पन्न भएको एसियाली खेलकुदको छनौटमा नेपाल शीर्ष 3 मा पर्न नसकेर एसियन गेम्सका लागि छनौट हुन असफल भएको थियो। सेमी फाइनलमा मलेसियासँग 2 विकेटले र तेस्रो स्थानको खेलमा चीनसँग 5 विकेटले पराजित हुनु परेको पीडा नेपाली टोलीको मनमा अझै ताजा छ। चीनसँग नेपालले बेहोरेको त्यो तेस्रो पराजय थियो। त्यसैले प्रिमियर कपमा नेपाली चेलीहरू त्यो पुरानो कमजोरीलाई बिर्सेर नयाँ ऊर्जाका साथ मैदानमा उत्रिएका छन् र उनीहरूको लक्ष्य उपाधि चुम्ने नै हुनेछ। नेपाली महिला क्रिकेट टोलीको यो नयाँ सुरुवात र कतार विरुद्धको शानदार जितले हामीलाई उत्साहित बनाएको छ।
रोबिनाको घातक बलिङ बिन्दु र पूजाको दर्बिलो ब्याटिङले नेपालको बलियो सम्भावनालाई दर्शाउँछ। के नेपाली टोलीले यो विजय यात्रालाई जारी राख्दै एसिसी वुमन्स प्रिमियर कप 2026 को ट्रफी नेपाल भित्राउन सक्ला? अनि बिहिबार हुने भुटान विरुद्धको खेलमा नेपालको प्रदर्शन कस्तो रहला? आफ्नो विचार कमेन्टमा लेख्नुहोला। साथै तपाईलाई हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। मन परेमा एक लाइक तथा हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। भिडियो हेरिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद।